सो आज चाहिँ हाम्रो सेकेन्ड डे भइरहेको छ टुर गरिरा हिँडिरा खै कति किलोमिटर छ मलाई चाहिँ केही आइडिया पनि छैन आई गेस 3-4 बजीतिर पुग्छौँ होला हैन मम्मी 3-4 बजीतिर 3-4 बजेतिर पुगिहाल्छौँ छिटो हिँडेपछि आफै ब्याग बोक्दै हिँड्नु परिरहेको छ अहिले थकाइ लगाइहाल्यो अब हिँड्दा हिँड्दै पछि अलि एनर्जी आयो भने चाहिँ रमाइलो होला सायद बहिनी थकाइ लाग्यो भने भन है एक जोड कुर्ता सुरुवाल हालिदिउँला त आउनु न आउनु जाने हो लार्फा किनिदिउँला त एउटा जोर पाइँदैन त किनिदिउँला त एक जोड लुगा छोरी मान्छे त हो नि नाइका भन्नु छ मलाई म किन्नेउला हिँड जाने भए लुगा पाइँदैन नि रेडमेड लुगा के त पाइँदैन भनेर पर खौलै पाइँदैन तपाईँकै मान्छे तपाईँले ल्याएको कपडा दिनुहुँदैन हामीलाई त कपडा ल्याएको छैन यिनले सिलाएको कुर्ता सुरुवाल पायौ भने तिमीलाई एक जोड सिलाइ किनिदिउँला अब पाएन भने फेरि दुःखमा लिने नि नाइ पैसा दिउँला त यतै किन्नु नि त्यही किनिदिउँला त त्यहाँबाट बाटो छ कि नै हामी त्यही बाटोबाट जाने त होइन खौलाबाट तपाईँको मालिकको गर्ने भयो नि तलबाटै दोकान अनि त्यही किनिदिउँला त भइहाल्यो त त्यही मामा घरतिरै पसल छ भने फोन गरौँ ल लुगा तयार भए पनि ल्याइदिनु यस्तै लुगा त लासो पुगायो हुन्न पाइहाल्ने क्या मम्मी लुगा त्यहाँको मान्छेहरू लुगा नलाउला नि त पाइहाल्छ नि नाइ लुगा त पाइने भए बाहिर रङ्गाउनु आउने भए त बाहिर लाउने टाइममा लुगा ल्याइदिए त भइगयो ओके हिँडे भर्खर 1 घन्टा भयो थकाइ लागिसक्यो बेलुकासम्म कसरी हिँड्ने हो खै छोरी घर आएकी थियौ तर ती गइकन बेडा काट्नु हुँदैन लामै छ बाटो झन्ला झन्टा बोक्दै हिजोको छिटो आउनु छिटो के बोल्नु नि बोल्नु न के बोल्नु बाद है अब यस्ता बुका खोला बुका डाँडा पुरो त्यही यस्ता ठाउँबाट पुरो के छियो बाद है थकाइ लागिरहेछ के गर्ने हो कस्तो चरण मरण यतैतिर अहिले पहिलाले त बस्ने भयौँ हामी त बैलर मुर्का जस्तै भयौँ हिँड्न नसक्ने भयौँ हजुर जेठा बुवा हर्काउने अन्त
सबैको जम्क्या भेट भयो भयौँ जम्क्या भेट भयो त्यही त आऊ त 3टा दिदी 2टा मात्र तपाईँको नाम कहाँ भेटाउने छियौ दाजु त्यही त सपट आइकन हाम्रो तपाईँ कहाँ भेटाउनुहुन्छ अब त मौसमले भेटाघाट हुँदो रमाइलो सधैँ भइराखोस् सपट्टा जानु हुने हो कि कालीकोट सपटै हो हाम्रो यात्रा धेरै राम्रो होस् हजुर यो हाम्रो यो सबै हाम्रै परिवार हो आउनै हुने हाम्रो आपस्तै हुने त हजुर धेरै सालको काला उराला चढियो पर पछाडिका हेर पछाडिका पनि गर्दै कस्तो रम्ला छन् ती पोसाक स्याउ पनि खान पाइयो यो अर्ग्यानिक स्याउ खान पाइयो धेरै खुसी छौँ दिदी बहिनी सबै दाई सबै हामी भिना सबै हामी सँगै भयौँ रमाइलो अनि रमाइलो यात्रा अब कहिले जानु नि दिदी अब म 24 गतेतिर गइजाने 24 गतेतिर तलतिर जाने दसैँको लागि आउनुभयो हजुर पछाडिका मान्छेलाई परपुर हेरेर सोध्दै केही गफ गर गाना साना गाउनु दुःख छ अकट छ विकट छ नेबो यस्तै छ ठाउँ ठकान हाम्रो ढाँट छन् ढुङ्गा छन् हामीलाई धेरै दोङ छ पिडिया छ हामीलाई कहिले रोडको बाटो हुने छैन हामीलाई सुविधा छैन रोडको बाटो त भइगयो रोड त देखिँदैछ ओतेको ओतै हुन्छ बाढी पहिरो आएको आइ हुन्छ हामीलाई हड्नु डुल्नु खाली छैन अकट विकट बाटोमा त अरू के भनौँ ठिक छ भन्न दिनु टिकटिक बनाउने हो गाउनु न तपाईँहरू एउटा एउटै भन्नु ल गाउनु गाउनु लोटोली फेरि दे तपाईँको गीत गाउनु गाउनु जेठा बुवा आउँदै हुनु त मन्टामै पानीको गाग्रो गर्छ उकालीको केही कुरा भनिन्जाउ पनि भला सुकाली कस्तो राम्रो भन्नुभयो अर्को भन्नु अर्को के भन्नु कस्तो राम्रो गीत गाउनुभयो तिनवटा एकै अझ भन्नाले अझ राख्नु बाबु ल हुन्छ हो र भने माइत त बाङ्नी हो बाबु अस्ति खडा बालिदियो जेठ हो बैशाख तर्फ जेठ तर्फ हो जेठ हो म जेठ नि आया छे जेठ थाहा भइगयो मथि माग्यौँ हामीले खट्टपट्ट होला अब हामी पनि भयो भयो धन्यवाद नानी म त भोलि गरी आत्तिए छु यहाँ नपाउँदो छ अरे सपानी पुगिहाल्छौँ बा कति घन्टाको बाटो होला अब चाहिँ 4 घन्टा 5 घन्टा होला लिनु क्याच ले तरकारी मलाई यस्तो मिठो लाग्यो बिहान ठुली मम्मीले मलाई मिठो मानिन खाँदा पनि खाइन सोच्नु भयो होला बिहान कसरी खानु उठ्ने बित्तिकै चाहिँ के हाल्नु भयो थियो तरकारी साह्रो मिठो होला गाउँको त भइहाल्यो गाउँको भिन्टा हो के हो भिन्डा हो गाउँको आलु त गाउँको आलुको टेस्ट छुट्टै हुन्छ मिठो हुन्छ मसला पनि सबै गाउँको यो हरिया मचिया खोइडाका परि सापाटारा माग्दिने नानी रोटी त खानु भयो आधा दे
मैले जुठो हालेको छैन नि रोटी जुठो हुँदैन अब पनि माछा त हुँदैन तर गाउँतिर त जुठो मान्दा होला नै केही मान्दैन सहरतिर त खासै मान्दैनन् जुठो त्यो रोटीको जुठो के भयो भातको जुठी भयो रोटीको के भयो भात पहिला पहिला मलाई लास्टै जुठो लाग्दै थियो है स्कुल पढ्दासम्म हो त भातको दिएन भने भात काठमाडौँ गइसकेपछि खासै जुठो लाग्दैन ल बहिनी खाऊ न खाऊ है मजाले मम्मी तरकारी सिद्धो नाइ रोटीको जुठो माने पै त अनि यो राष्ट्रियमा नबसे भयो लार्फा भनेपछि त्यो सबै आइजानु भिडियो बनाइसकिँदै नुक्तो परि खाएको छु मिलाइ यस्तोहरू पनि खान्छन् त्यो छोरी नि यार यस्तो रोटी लपको छाप गरी खाएको छु एकदमै थाकिरहेछौँ हामी अब सिधै बेलुका पुग्छौँ है त्यस भन्नाले वरिपरि हिँड्दैछौँ सकाइसक्यो कति छ मम्मीको जहिन अब त सिमाना लागेको 2 बजीसक्यो स्टिल कालीकोटको सिमानामा पुगेको छौँ हामी राति नै पुग्छौँ होइन अब बाजुराको कालीकोटको सिमाना त्योमा छ राखा डाँडा निरो अझै उकालो छ अझै छ थकाइरहेछ माथि यहाँबाट त रोड हो होइन यहाँबाट गाउँ कहाँ यो हो माथि त्यो ए मोबाइलबाट देखिएन ए यो वाला गाउँ ल फाइनली मामा घर को फाइनली मामा घर देखियो कुन हरियो टिनालो हो नेपाली हरियो नेपाली तिने तल बिहा परेर